इन्डियामा 10 लाख पर्ने गाडीलाई नेपाल आइपुग्दाखेरि कति तिर्नुपर्छ हेर है। सुरुमा चाहिँ हाम्रो खरिद मूल्य हुन्छ 10 लाख। 10 लाखमा चाहिँ कस्टम ड्युटी 80% भनेको 8 लाख रुपियाँ। कस्टम ड्युटी पश्चात 18 लाख पुग्यो गाडीको मूल्य। अब 18 लाखमा फेरि हामीले तिर्नुपर्छ एक्सर्साइज ड्युटी। एक्सर्साइज ड्युटी भनेको 60% हुन्छ, त्यो भनेको 10,80,000 रुपियाँ भयो। अब हाम्रो गाडीको मूल्य पुग्छ 28,80,000। त्यसपछि हामीले तिर्नुपर्छ भ्याट। भ्याट चाहिँ 13% तिर्नुपर्छ। भ्याट एमाउन्ट हुन्छ 3,74,400। भ्याट तिरिसकेपछि हाम्रो गाडीको मूल्य पुग्छ 32,54,400 रुपियाँ। अर्को नेपाल सरकारले लिने ट्याक्स भनेको फी भनेको रोड डेभलपमेन्ट फी, त्यो भनेको 1 लाख भयो 10 लाखको गाडीको। इम्पोर्टरले मिनिमम मार्जिन 10% राख्छ भनेर मैले यहाँ जुम गरेको छु। त्यो हुँदा चाहिँ 1 लाख रुपियाँ चाहिँ इम्पोर्टरले मार्जिन राख्यो भने 30 लाख पुगेको गाडी अब 34,54,400 रुपियाँ पुग्यो। हाम्रो अफिसियली नै 250% इन्डियामा भन्दा नेपालमा गाडी एक्सपेन्सिभ भयो। इन्डियामा 10 लाख पर्ने गाडीलाई नेपालमा 34,54,400 पुग्यो। यसमा इम्पोर्टरले बढी मार्जिन खायो भने चाहिँ 35 पुग्ला। अनि त्यसपछि रजिस्ट्रेसन फीको कुराहरू छ, अरू नवीकरण